अबबाट क्याफे स्टाइलको कफी खान क्याफे नै जानु पर्दैन कि किनभने घरमै यति सजिलो यस्तो दामी कफी बन्छ नि ब्रु गोल्ड कफी युज गरेर। यो कफीको टेस्ट चाहिँ मलाई एकदमै मिठो लाग्छ अनि कफी ग्रानुल्स पनि क्या मजाको छ कि। सुरुमा चाहिँ तपाईँले बिर्को भएको बट्टामा चाहिँ 3 चम्चा यो ब्रु गोल्ड कफी एड गर्ने अनि त्यसमै 3 चम्चा चिनी एड गर्ने अनि अब पानी चाहिँ तपाईँले कति कफी र चिनी लिनु भएको छ त्यसको डबल हाल्ने कि। सो 6 चम्चा मैले चाहिँ यसमा एड गरिदिएँ, 2वटा आइस पनि एड गरिदिने। अब के मसिनहरू चाहिँदैन, बट्टा चाहिँ मजाले लक भएको भाँडो युज गर्ने अनि त्यसपछि सेक गर्ने कि 3 देखि 4 मिनटसम्म मजाले सेक गरिसकेपछि यस्तो फ्रदी कफी बन्ने रेडी हुन्छ नि। अब यसलाई चाहिँ मैले आज कोल्ड कफी बनाउँदैछु। सो कुन ग्लासमा खानुहुन्छ त्यसमा थोरै आइस एड गरिदिने। कफी कतिको स्ट्रङ र लाइट खानुहुन्छ त्यही अनुसार यो मिक्सचरलाई एड गरिदिने अनि मैले चाहिँ यहाँ 1 ग्लास दुध पनि एड गरिदिएँ। त्यसपछि चाहिँ यसलाई मजाले चलाइदिने क्या अनि यस्तो फ्रदी कफी बन्ने रेडी हुन्छ नि। सो कफी खानु मन छ भने ब्रु गोल्डको कफी तपाईँहरूले पनि किनेर ट्राई गर्नुहोला।